जाँदैछौँ। अहिले चाहिँ भ्लग गराउँदै जान्छौँ। मामु छोरीले कहाँ जाँदैछन् त भन्नुलाई हजुरहरूले। हामी चाहिँ मामु छोरीबाट घुमी गर्ने गएको साथीहरू। आजको बाहिरको मौसम चाहिँ एकदम के सार्कै के धमिलो कस्तो छ साथीहरू। के छ त्यसैले हजुरलाई पनि बाटो चाहिँ देखाउने कोसिस गर्दैछ साथीहरू। सानी हुन्छ हामी चाहिँ बाहिरको मौसम देखाउनु। अहिलेको मौसम चाहिँ यस्तो छ साथीहरू। यो पेट्रोल पार्क है साथीहरू। अन्त ठ्याक्कै बहुमुख्य घटना ठ्याक्कै साथीहरू बहुमुख्य घटना छ भन्दाखेरि चाहिँ पेट्रोलको मुख्य क्याम्पस यो चाहिँ गराउनु खेल्ने एकदम साथीहरूकोमा एकदम भिड हुन्छ यहाँ। साथीहरू चाहिँ बहुमुखी साथीहरू। आर्मी क्याम्प पनि छ यता है। आर्मी क्याम्प यो सैनिक यो चाहिँ सैनिक हो। त्यहाँको गोलपाडाको के अरे बहुमुखीको पारिपट्टि चाहिँ सैनिक आवासीयमा के अरे महाविद्यालय छ साथीहरू। हेर्न सक्नुहुन्छ हजुरले। यहाँ चाहिँ गोरुको बहुत बिग हुन्छ साथीहरू। गोरुको अनि टिप्परको साथीहरू। टिप्परको त कुरा नगर्नु। बाटो चाहिँ बनाउँदैछ साथीहरू यस्तो गरेर यता चाहिँ सक्नुहुन्छ। साइड चाहिँ भएका छ साथीहरू। सक्यो यताबाट हिँड्न लाग्यो केटाकेटीसँगै सुत्दिन्छन्। केटी ब्याग लिएर अलिक सजिलो भयो साथीहरू। मलाई चाहिँ कस्तो छ आवश्य सैनिक महाविद्यालय बुटोल 3 रूपन्देही साथीहरू चाहिँ बहुमुखी हजुरलाई देख्दैछ। बहुमुखी बहुमुखीको एटिएम हो। यो चाहिँ बहुमुखी गेट हो साथीहरू। तपाईँलाई प्रत्यक्ष रूपमा देखाइरहेको छ साथीहरू। यता त्यही हो बच्चासँग कति हिँड्नु पनि बहुत गाह्रो कि साथीहरू। यसो हिँड्यो है अनि सुत्दिन्छन् बच्चा। आफूलाई पनि गाह्रो बच्चालाई पनि गाह्रो। त्यसैले म झ्याप्पै हिँड्दैन। धेरै अटोहरूमा पनि नजिकै 2 मिनटको यसो हिँड्छु फ्रेस नि हुन्छु। कति घर बसेर मोटाउनु भनेर है साथीहरू। अहिले चाहिँ अझ 2 मिनट लाग्छ म घर पुग्नलाई। छोरो सुत्यो। सबैले लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला। बाई बाई।